नमस्कार हजुरहरूलाई मेरो यो नयाँ युट्युब च्यानलमा स्वागत छ। यो च्यानलमा चाहिँ मैले रेसिपीहरू नयाँ रेसिपीहरू बनाएर चाहिँ अपलोड गर्ने प्रयास गर्छु। कस्तो लाग्छ हेरेर प्रतिक्रिया दिनु होला। आज मैले चिकन रोस्ट बनाउँदैछु, त्यही पनि एयर फ्रायरमा। यसको लागि चाहिँ मैले चिकन ड्रमेट्स लिएको छु। ड्रमस्टिक लिगे नि हुन्छ, चिकन विङ्स लिगे पनि हुन्छ, जे लिगे पनि हुन्छ हजुरहरूले। यहाँ मसँग चिकन ड्रमेट्स छ आज। अब म यसमा के हाल्छु हेर्नुहोस् है त। यसको लागि हाल्छु म स्वादअनुसार नुन, हाल्छु, अनि जिन्जर पाउडर, थोरै जिन्जर पाउडर हाल्छु, धेरै हाल्नु हुँदैन यो। गार्लिक पाउडर, यस्तो मिठो टेस्ट दिन्छ गार्लिक पाउडरले पनि। अनि यो सस, चिली सस, यो पनि आफ्नो स्वादअनुसार हाल्न सक्नुहुन्छ हजुरहरूले। हामीलाई चाहिँ एकदम पिरो मनपर्छ, त्यही भएर म धेरै नै हाल्छु। खास चाहिँ केही गाह्रो छैन यो बनाउनको लागि, चाहिँ एकदम इजी छ। चिली सस, हजुर पेरी पेरी सस भने अझ राम्रो हुन्छ। आज मसँग चाहिँ पेरी पेरी सस छैन, त्यही भएर हालिनँ मैले। अनि यो चाहिँ सोया सस अलिकति हाल्ने, थोरै, ओके यो हाल्ने। अनि यसलाई मैले मेरो हात चाहिँ अलिकति म यसमा ओइल पनि हाल्छु थोरै। हालेर यसलाई मोल्ने मजाले। मेरो हात सफा छ, त्यही भएर म हातले मोल्छु। सबैतिर लाग्ने तरिकाले मोल्नुपर्छ यसलाई राम्रोसँग, यसरी मोल्नुपर्छ। एकदम मिठो हुन्छ यो, हेल्दी पनि हुन्छ यो फ्रायरमा बनाएको। घरमा खान सक्नुहुन्छ यस्तै गरी बनाएर आफ्नो फ्यामिलीसँग बिदाको दिनमा। यो त अरू बेलामा बिदाकै दिन पनि कुर्नु पर्दैन, एकदमै इजी हुन्छ यो बनाउनको लागि, जतिखेर बनाउँदा पनि हुन्छ। अघि मैले सबै मसलाहरू हालेर यसलाई म्यारिनेट गरेँ। यो यस्तो देखिन्छ, यो सबै मसलाहरू हालेर मिक्स गर्दाखेरि चाहिँ यो यस्तो देखिन्छ। हेर्नु त कस्तो खाउँ खाउँ लाग्ने देखेको छ, कस्तो मिठो कलर देखेको छ। अब यसलाई चाहिँ मैले 15 मिनट यसलाई ऱ्याप गरेर यसलाई मजाले म्यारिनेट हुन दिन्छु। अनि 15 मिनट पछि चाहिँ मैले यसलाई एयर फ्रायरमा राख्छु। म्यारिनेट गरेँ यसलाई। अब यहाँ मैले एयर फ्रायरमा राख्दैछु, मिक्स गरेर राख्छु। भयो यसलाई मैले 200 डिग्री सेल्सियसमा 25 मिनट्स राखेर सेट गरिदिएँ। अनि यसलाई अब 25 मिनट्स पछि हेरौँ है त कस्तो देखिन्छ। ल यो रेडी भयो। अब हेरौँ है त यो कस्तो भयो। वाउ कस्तो राम्रो देखिएको छ। मैले यसलाई झिक्छु, झिकेँ। यो चाहिँ यस्तो देखिएको छ रेडी हुँदाखेरि। अब यो चाहिँ हजुरहरूले फ्राई राइससँग नि खान सक्नुहुन्छ, चिउरा भुजा जेसँग पनि खान सक्नुहुन्छ, एकदमै मिठो हुन्छ। मैले चाहिँ आज यहाँ फ्राई राइससँग खानको लागि रेडी बनाइरहेको छु। अब म चाहिँ यो फ्राई राइससँग खान्छु।